नमस्कार, सुरु गरौँ आजको नयाँ एपिसोडमा मैले आज धरानका मेयर हर्कसाङमा राईको बारेमा खुलासा गर्न गएको छु। उनले आफ्नो नामबाट एउटा पार्टीको दर्ता गरेका छन्। उनको पार्टीको नाम रहेको श्रम संस्कृति पार्टी, अर्थात् उनले आफ्नो श्रमसँगै जोडेर आफ्नो पार्टीको नाम नयाँ पार्टी निर्माण गरेका छन्। आज नै उनले निर्वाचन आयोगमा दर्ताको लागि प्रक्रिया अगाडि बढाएका छन्। उनले आफ्नो निर्वाचन आयोगमा चुनाव चिन्हलाई चाहिँ माटोको ढिस्कोलाई प्रयोग गरेका छन्। उनले माटोको ढिस्कोलाई आफ्नो चुनाव चिन्ह रहने दाबी गरेका छन् र आगामी चुनावको लागि उनले पूर्व तयारी गरिरहेका छन्। हुन त उनले केही समय अगाडिदेखि नै आफ्नो पार्टी खोल्ने भनेर भित्री प्लान गरिसकेका थिए, जसमा उनले अहिले थप्पा लगाएर मैले पार्टी खोल्ने भएँ भनेर सार्वजनिक गरेर उनले निर्वाचन आयोगमा दर्ता पनि गर्ने प्रक्रिया अगाडि बढाइसकेका छन्। योभन्दा अगाडि धरानका मेयरले आफूले श्रम संस्कृतिको रूपमा श्रमदान गरेर धरानलाई एउटा उचाइमा ल्याएका छन्। त्यहाँको जनतालाई पानी खुवाउनको लागि महत्त्वपूर्ण योगदान गरेका छन्। त्यही महत्त्वपूर्ण योगदानलाई उनले ध्यानमा राख्दै, त्यहाँको जनताको जनअपेक्षालाई ध्यानमा राख्दै उनले आफ्नो नामबाट एउटा पार्टी दर्ता गरेका छन्। जुन पार्टीले धरानसहित देशका सम्पूर्ण नेपालीलाई एकजुट बनाउँदै आफ्नो पार्टीमा एकबद्धता गराउँदै आगामी चुनावमा लड्ने तयारी गरेका छन्। सायद उनले यो चुनावलाई फल्दै हुन सक्ला नसक्ला। आगामी फागुन महिनामा हुने चुनावमा उनको अग्नि परीक्षा हुनेछ। उनको फागुन महिनामा भएको चुनावले उनी नेपालको दल कुन हैसियतको रहनेछ र कतिको उनलाई समर्थन रहनेछ त्यो हेर्नका लागि आगामी फागुनसम्म हामी चुनाव पर्खिनुपर्छ। तबसम्मका लागि धरानका मेयर हर्कसाङ राईलाई हामी यो सुझाव दिन चाहन्छौँ कि जसरी तपाईँले धरानमा काम गर्नुभएको त्यसै गरी देशभरि काम गर्ने अठोट गर्नुहुन्छ भने, आफ्नो एकबद्धता जनाउनुहुन्छ भने अवश्य तपाईँले जित्न सक्ने सम्भावना प्रबल छ। आगामी दिनको लागि हाम्रो तर्फबाट हार्दिक मङ्गलमय शुभकामना भन्न चाहन्छौँ। धरानका मेयर हर्कसाङ राईप्रति तपाईँको धारणा के छ? उहाँले खोलेको पार्टीप्रति तपाईँको समर्थन छ छैन र उहाँले पार्टी खोल्नु जायज थियो या थिएन, यसप्रति तपाईँको धारणा के छ? एकदम खुलस्त रूपमा हाम्रो कमेन्ट बक्समा लेख्नुहोस् र उहाँलाई समर्थन गर्नुहोस्। उहाँले नयाँ योगदान दिने प्रयास गर्दै हुनुहुन्छ। हार्दिक धन्यवाद तपाईँलाई पनि हाम्रो साथ सपोर्ट र हाम्रो भिडियो यहाँसम्म हेरिदिनु भएकोमा।